कति हाँस्नु चाड बनाउने चाड ओ हेलो अहिले लिपस्टिक लगाइदिन्छ नि आउँछ हामी चाहिँ आज बिहान बिहानै चाड बनाउँदैछौँ होइन मेरो काम चाहिँ डेन्जर छ क्या कस्टमर नआए पनि है एक कान्छी यहाँ आइज आइज त्यो गर्न यहाँ आइज आइज त्यो गर्न मैले बनाएको न्यु इयर खानै भयो आउनुहोस् चाड खाने भयो आउनुहोस् यो अब कति एक हप्तापछि 2 हप्तापछि झोल आउन थाल्छ त्यसपछि निरहरू खान्छ त्यसपछि फेरि 2-3 हप्तापछि रक्सी पार्छ त्यही भएर चाड खान आउनुहोस् एकैछिनमा सेलाउँछ सेलाएपछि मार्छ हाम्रो नेपाली मार्छ छ नेपालबाट ल्याएको मर्छ कोही कोहीले चाहिँ दबाई भन्दो रहेछ है जाडको लागि दबाई भन्दो रहेछ हाम्रो चाहिँ मर्छ भन्छ मर्छ मार्छ के होस् चाडबाट निगाहरू चाहिँ कस्तो बन्नु थाहा छ मैले अस्ति यस्तै गरी त्यो भाडामा चाहिँ भिडियो बनाएको थियो है पोस्ट भयो त्यो एकदिन पछि एडिट गरेर हालौँ न भनेको त डिलिट हानेको त पोस्ट भएपछि त त्यो ग्यालरीमा बस्यो नि नपसिकन त्यत्तिकै डिलिट भयो त्यो कस्तो मजाले बनाएको थियो बारीको भिडियो हेर्ने ल यो चाहिँ जाँड यो जाँड यसरी ड्रममा हालेपछि यो ड्रममा यसरी हालेर 1 हप्ता 2 हप्तापछि निगारको झोल आउँछ होइन यो चाहिँ होस् छनुवा जाँड त यही बनाउँछ होइन र त्यो छानेर हातले छानेर बनाउँछ नि होइन भयो है भयो कि नै भयो नै मेरो काम त कहिले भयो त भन्दै भन्दैन यो ठुली दिदी मलाई
अस्ति क्या है ठुलो दिदीले डरम पहाल्न आउँछ कि आउँदैन भने मलाई त्यो बाथरुममा लगेर डरम पहाल्न लगाएर भने कस्तो मलाई कम त काम लाउँछ ठुलीले देख्नै हुँदैन है ठुलो दिदी डरम पहाल्न आउँछ कि आउँदैन है डरम पहाल्न डरम मेरो गाइस धेरै तान्नु हुँदैन यो जाँड रक्सी भनेको भन्न मात्रै सजिलो बनाउन कम त गाह्रो हुन्छ भन्न चाहिँ सजिलो छ एक बोतल यतिमा दिनु एक बोतल उतिमा दिने भनेर बनाउन कम त गाह्रो छ जाँड बिग्रियो भने फेरि दोहोऱ्याएर बनाउनु पर्छ बुझ्यो गाइस अब चाहिँ रक्सी पार्ने ठाउँ हेर्न जाने ल यो चाहिँ हाम्रो रक्सी पारिरहेको छ ल यो पानी तातेपछि चाहिँ फाल्नुपर्छ 3 पानीको निकाल्ने कि 7 पानीको निकाल्ने कि यहीँबाट थाहा हुन्छ अनि यो हामी चाहिँ रक्सी चाहिँ ग्यासबाट पार्ने हो है किनकि मलेसिया हो नि त नेपाल भएको भए दाउराबाट चल्थ्यो होला मलेसियामा चाहिँ हाम्रो ग्यासबाट रक्सी पार्ने हो एकदम लोकल रक्सी एकदम प्योर खालको तर एकदम राम्रो खालको भनौँ न चाहिएको जस्तै मिठो रक्सीहरू चाहिँ अनि यो भयो पानी राख्ने भाँडा यहाँ भित्र चाहिँ रक्सीको भाँडा हुन्छ कि एक थोपा गरेर बन्छ रक्सी चाहिँ अनि यहाँ चाहिँ त्यो जाँड हुन्छ नि जाँड चाहिँ यहाँ हाल्छ बाता यहाँ जाँड हाल्छ यहाँ भित्र नानी हुन्छ एउटा थोपा थोपा पसिनाबाट रक्सी बन्ने हो नि त यो कति 3 पानी लाउने कि 4 पानी फाल्ने कि पानी हेरी हेरी कति पानी लाउने गलरातै भने जस्तै हो क्या 3 पानीले हो कि होइन अनि यो पानी तातो भइसकेपछि चाहिँ तातो पानी फालेर तातो पानी यहाँ फालेर अनि त्यसपछि चाहिँ फेरि चिसो पानी लगाउनु पर्ने हुन्छ त्यस्तै गरी 4-5 खेप गरेपछि चाहिँ अनि बल्ल रक्सीको भाँडो यहाँ परेको भन्ने थाहा हुन्छ अनि त्यसपछि चाहिँ यो निकाल्न मिल्छ कि रक्सी पर्यो भनेपछि चाहिँ अनि हाम्रो चाहिँ के चलन छ भने अब हामीले त सानोमा रक्सी खान्थेन नि त रक्सी खान्थेन अनि त्यो टाइममा चाहिँ रक्सी मिठो पर्यो कि नमिठो पर्यो भन्नलाई चाहिँ आगोमा यसरी आगोमा थोरै यसरी चढाउँथ्यो अनि भुत्लुक्क बोल्यो भने चाहिँ मिठो पर्यो रे अनि बोलेन भने चाहिँ नमिठो पर्यो डढेको आयो त्यस्तो भन्दै रे के जे होस् हाम्रो मलेसियामा चाहिँ ग्यासबाट पकाउनुपर्छ होइन रक्सी चाहिँ अनि अब अघि जाँड बनाएको देख्नु भइहाल्यो सबै काम त ठुलो दिदीले गर्ने हो तर म चाहिँ हेल्प मात्रै गर्ने के भनौँ न थोरै यो गरेँ त्यो गरेँ भनेपछि चाहिँ बल्ल तात्तिने म चाहिँ यस्तो छ गाइस मेरो 10 मिनट पनि पुरा हुन लाग्यो आज खासै मान्छे हुनुहुन्न त्यही भएर चाहिँ हामीले आज जाँड रक्सी बनाउँदै थियौँ अहिलेको लागि यति नै मेरो ठुली दिदी यहाँ छ म यहाँ छु एकजना मात्रै हुनुहुन्छ कस्टमर